सन्जय होइसिन्छ। नमस्ते नमस्ते सन्चै छु। अनि मैले हजुर मेरो क्रस हो भने थिएँ कि त्यही भएर उहाँले मलाई जोइन गराइदिन्छ हजुरसँग। ए मलाई अनि मैले एक्सपेक्टै गरेको थिइनँ कि यो टाइममा जब कि यहाँ रातिको 3 बजे म एक निन्दा सुतेर फोन आएको आए गरेर उठेको। ए ठिक छ। कहाँ बस्नुहुन्छ उता अस्ट्रेलियामा? म ब्रिस्बेन। ब्रिस्बेन। हजुर उता नेपाल चाहिँ कता हो घर हजुरको? नेपाल बानियाटार। बानियाटार सिक्किम बानिया दाइको घरतिर कता हो? बानियाटार सुन्छ होइन गङ्गाबु बाटोभित्र हो। ए गङ्गाबुमा ए याद आयो याद आयो याद आयो। त्यही त अनि त्यही त अनि खुसी लाग्यो हजुरसँग भेटेर। मलाई चाहिँ खुसी लाग्यो भनौँ। होइन मैले भने थिएँ अनि त्यही भएर उहाँले अब त्यही सोचेर जोइन गराइदिइसकेको छ। त्यसको लागि म एकदम धेरै थ्याङ्क यू भन्न चाहन्छु। केही छैन, इट्स ओके छ त, के पनि छैन त। राम्रै हुनुहुँदो रहेछ त हजुर, बोलचाल पनि मिठो रहेछ एकदम। होइन म खासै टिकटकमा त्यस्तो एक्टिभ त होइन, तर अहिले चाहिँ रिसेन्टली एक्टिभ हुन थालेछु। हामी बानियाटारमा चाहिँ कसकी छोरी हजुर भन्नु त? म त्यहाँनिर बानियाटारतिर सबैजनाले सानो मामाको छोरी भन्छन्। ए सानो मामाको छोरी हो? हजुर ठिक छ। डक्टर हो तिमी? डक्टर होइन नर्स चाहिँ हो। ए नर्स हो? नर्सले त फेरि गाह्रै हुन्छ त अहिले, फेरि डिपेन्डेन्टमा लग्ने चलन छ। ए होला त्यस्तै होला, तर म यता बाहिर आएको धेरै भइसक्यो। ए ठिक छ ठिक छ ठिक छ। म पनि चल्दिनु पर्छ जस्तो छ केटाहरू। अस्ट्रेलिया कति बस्नु लाइफ साइफ? अस्ट्रेलिया हिँड्नु पर्ला जस्तो छ। हुन्छ आइज यता रमाइलो। त्यही त। अनि के गर्दै होइसिन्छ हजुर? मलाई हजुरसँग एउटा म्याच खेल्नु थियो, म खेल्छु ल। लगाउन लगाऊ न बट स्टिल हजुरले जित्यो पनि केही भएन। लगाऊ लगाऊ, केही छैन। कुराकानी गरौँ न, यसो बुझाउन एकअर्काको बारेमा। अब नबुझी क्रस त भनिहाल्यौ कि, तर यसो बुझाउँ, कुराकानी गरौँ। के तिमीलाई मन पर्छ, के मन पर्दैन, बुझेनौ? अलिकति टक्सिक पछि गर। टिकटक लाइभबाट स्टार्ट हुँदाखेरि नै देखिबाट मैले हजुरको नि ग्रोथ हेरिरहेको हो नि त, त्यही भएर अनि मनपर्छ भनौँ न। ए थ्याङ्क यू एकदम। के अरे अहिले अस्ट्रेलियामा त गर्मी छ के छ? एकदम गर्मी छ नि यता। मेरो साथीहरू पनि हुनुहुन्छ धेरैजना, आउनु पर्ला कुनै दिन एक दिन है। हजुर त भाइ मान्छे अब आउने हो भिजिट भिसामा। भिजिट भिसामा भन्दा पनि अब यसो सोचिरहेको छु उसमै जाम कि भनेर, के डिपेन्डेन्टमै आउँछु सोचिरहेको छु। एकजना नर्स खोज्नु पर्ला, अनि यसो लगाएर कसैले मन परायो भनेपछि चाहिँ जानै पर्ने हुन्छ। होइन अस्ट्रेलिया छिर्न मात्र गाह्रो हो, त्यसपछि त चिल छ यहाँको लाइफ। साथीहरू पनि सबजना गइसके छोडेर सबैजना। हजुरलाई त किन विदेश जानु पर्यो, नेपालमै विदेश भएर? होइन अब भयो, अब सेटलमेन्ट अब भनौँ न, अब बिएससी पनि गर्नु पर्यो। हेर उमेर पनि भइसक्यो, 24-25 कति 25 पुगिसके। 25 अब अर्को नेक्स्ट इयर त 26मा त गर्नै पर्नेछ, नत्र मम्मीले त फेरि मलाई ताताथै गरिदिनुहुन्छ होइन। 26मा बिए गर्नु पर्ला सोचिरहेको छु। राम्रै एकजना कोही नर्स मान्छे, अस्ट्रेलिया बस्ने मान्छे, टक्क नेल पोलिस लगाउने, पिङ्क कलर ड्रेस लगाउने। त्यस्तो गफ हजुरजोलाई पनि यस्तै गफ दिसिन्छ है? कहाँ मैले धेरै भइसक्यो गफसप नदिएको। कहाँ आजभोलि सिरियसनेस छ कि मेरो लाइफमा, एकदम सिरियस छु म। त्यस्तो गफसप दिदिनँ साँच्चीकै नै भनेको। हेर पूजा पनि यस्तै भने सुन्छु मैले त कसैलाई पनि भनेको छैन त। सोझो त मान्छेहरूलाई एकदम, म त सोझो पनि के भन्नु यार। ठिक छ, लजायो जस्तो छ है, लजायो जस्तो छ। अप्ठ्यारो लाग्यो मैले बोलेको भनेर सरी छ है, एकदम सरी छु। थाहा छ मलाई हजुर यस्तै बोल्छिन्छ भनेर। धेरै भइसकेको छ है अस्ट्रेलिया गएको। यताबाट नर्स चाहिँ उतै गरेकी हो? होइन मैले नेपालमा नि नर्सिङ पिसिएल नर्सिङ भएर यहाँ चाहिँ ब्याचलर्स गर्न आएको।
ठिक छ बबालै हुन्छ अरे नि त नर्सिङ पढ्ने केटीहरूको पैसा स्यालेरिजहरू त ओपी हुन्छ है दा भन्दै थियो एकजनाले चाहिँ के अनि पढ्नलाई चाहिँ अलिकति खर्च डिपेन्डेन्टमा गयो भनेपछि चाहिँ अलिकति गाह्रो हुन्छ केटालाई चाहिँ भन्नु पढाइ खर्च चाहिँ जे होस् 1 वर्षमै उठ्छ 3 वर्ष पढेको ओ च्याट के हो हावा बोलेको बुढा बुढा हुँदा हुँदै रे वाट हजुर म्यारिड हो म्यारिड थिए भनौँ नभन मलाई आफ्नो प्राइभेट कुरा नभनौँ ए ओके सो सरी पूजा सो सरी ठिक छ पास्ट इज पास्ट तर माया छ हाम्रो साइडबाट ओके अनि हजुरले खाना खाइस्यो खाएरै बसेको अब आज त क्रिसमस इभ पनि हो नि त नेपालमा चाहिँ अब भयो नि त टाइम भइसक्यो 12 बजे क्रिसमस इभ छ हजुरलाई नै भन्छु ल मेरी क्रिसमस हस् एकदमै खुसी लाग्यो क्रिसमस एन्ड ह्यापी न्यू इयर एज वेल थ्याङ्क यू हजुरलाई पनि छ उहाँ नजिकको सबै साथीहरूलाई यसो फुलबली हेलो भनेको छ भनिदिनु होला ल हुन्छ म नेपाल आउँदैछु मलाई भेट्छु ल हुन्छ नि भइहाल्छ नि एकदम अहिलेसम्म भेट्छु न म हुन्छ नि कहिले आउनुहुन्छ आउने हो नेपाल 19 Jan हजुर ए ओके छ त भइहाल्छ नि भेटौँला नि के ल्याइदिनुहुन्छ त मलाई बाहिर विदेशबाट चकलेट्स त होला यहाँ पाइनी चकलेट्स त नल्याइदिनु मलाई एउटा किताब ल्याइदिनु पर्यो के पढ्नको लागि बुक म चाहिँ नेपालबाट बुक किनेर लिएर आउँछु अनि हजुरलाई मैले यहाँबाट बुक लिएर आइदिने ए हो र अस्ट्रेलियाको अलिक खतरनाक राइटरको बुक सुक चाहिरहेको छ आजभोलि पढिरहेको छु नोभेल पढ्ने मान्छेको नोभेल हुन्छ म हेरेर लिएर आइदिन्छु नि त एउटा बुक ओके सर एकदम खुसी लाग्यो पूजा स्टोरी टाइपको मनपर्छ कि अलि थ्रिलर टाइपको मनपर्छ होइन लभ स्टोरी चाहिँ नपढौँ मलाई चाहिँ अलिकति त्यो एससिएफआई टाइपको के साइन्स फिक्सन टाइपको किताबहरू चाहिँ दामी लाग्छ ए ओके ल एकदम खुसी लाग्यो पूजा भेटेर है यु आर रियली नाइस पर्सन मस्ट लभ है फ्रम माई साइड थ्याङ्क यू मैले फलो गरेको छु ल हजुरलाई ल ओके हुन्छ पूजा प्लिज ओके हुन्छ नि ल हस् हजुरलाई मन डिस्टर्ब गरेन थ्याङ्क यू केही छैन डिस्टर्ब गर्नु भएको छैन केही पनि छैन थ्याङ्क यू सो मच फर जोइनिङ यु वेलकम हस् फेरि भेट होला त्यसो भए ल